everyone. Hello everyone. Good morning. अन्त हामी घरमा छौँ यहाँ। अन्त हाम्रो घरमा नि यहाँ आगो फुक्ने छ। अन्त कोपा पनि छ, ककु पनि छ। अन्त आन्टी पनि छ, म पनि छु। अन्त फिस छ हाम्रोमा, बिरालो छ, उयो छ भन्देऊ न, गाई पनि छ भन्देऊ न। अन्त हाम्रो फिस छ, अन्त हाम्रो गाई छ, अन्त हाम्रो गोठ पनि छ, अन्त ह्यान छ, अन्त मुर्गा पनि छ, अन्त नि हाम्रो नि बिरालो पनि छ। क्याट पनि छ। क्याट हो बिरालो जस्तै। हेलो दिसी। हेलो। गुड मर्निङ। तिमीले के लगाएको टाउकोमा चाहिँ? टाउकोमा कपाल बनाएको। ए यो कपाल हो? ए यता हेरिदिनुहोस् न। बेबीलाई लामो कपाल मनपर्छ? मलाई तपाईँको जस्तै। ए कसले बनाइदियो नानी? मैले आफै बनाएको। आफै बनाएको? हजुर, मलाई यो कपाल बनाउनु आउँछ कि। अन्त नि हेलो इदाबरा म बनाउँदैछु नि। स्कुल जाँदैनौ तिमी? अब नि छुट्टी हो कि स्कुल अहिले। स्कुल छुट्टी छ? हजुर। हामी जाँदैनौँ स्कुल। स्कुल जान्दिन? जान्दिनँ। मलाई मोरी। कसले ल्याएको यो दाउरा? कसले ल्याएको यो दाउरा? यो नानाले ल्यायो। आम्माम्माम, नानाले बोक्नु सक्छ? हजुर। यो टमाटरहरू पनि छ कि म देखाउँछु र तपाईँहरूलाई। कसको फोन आयो? टमाटर हेर्नु ल अहिले। म नाच्छु। त्यो नाच्ने दाइ छ। टमाटर यो कहाँबाट ल्याएको भन्नु मान्टी? तल अब अर्को हेर्नु है। अब नाच्छु ल। कमारेमा पाटकीका मुसु मुसु हाँसेकीका बसेर झुकुमै गोटा आँखा नि हो मनपर्ने ओठा, आँखा नि हो मनपर्ने ओठा। थ्याङ्क यू। बहिनी कता गएको? हामी तल देवाहरूकोमा। ए मलाई बाटो देखाउनुहोस् ल। अच्छा पनि यहाँ छ बाटो होइन? ओके। अन्त यो हामी टमाटर फुल्ने देखाउनु न टमाटर। ए टमाटर फुल्ने अरे हाम्रो यो। टमाटर के छ यहाँ भित्र नानी? यहाँ भित्र टमाटरहरू छ, यहाँ पनि छ, यहाँ पनि छ। अन्त यहाँ बन छ कि, अन्त पिकहरू पनि छ। मुफेक छ यहाँ। अन्त देवाहरूको पनि पिक छ। देवाहरूको होइन गाइस। हेलो गाइस। अन्त हामी यहाँ तल जाँदैछु देवाहरूकोमा गाइस। अन्त हामी तल गइरह्यो। यो देखाउनु त, यो देख यो पनि छ। हामी यो पुर्याउनु गएको। के छ यसमा? यसमा दुधहरू छ दुईटा। अन्त के छ अरू? अन्त प्लास्टिकमा अझै छ कि उयो छ। उयो छ प्लास्टिकमा चाहिँ देखाउनु त प्लास्टिक। देखेन हौ? यसमा के छ? दुध रहेछ, इस्कुसको जरा रहेछ। इस्कुसको जरा। लु जाउँ। बाई बाई। बाई बाई। ओके गाइज, हामी चाहिँ तल जाँदैछौँ दाजुको घरमा। अनि दुध पुर्याउनु गएको हामी चाहिँ। अनि दुध पुर्याउँदै यसो भेटघाटको लागि गएको नि। म चाहिँ आएको बेलामा जान्छु हो त्यहाँनिर।
यहाँ यसरी हौ यसरी हेलो गाइस आज हामी यहाँ तल जाँदैछु अन्त हामी माथि तल जाँदैछु हैन अन्त गाइस अन्त हाम्रो यहाँ घाँसहरू यति भयो छ हैन अन्त हामी माथि यहाँ तल माथि जान्छु हैन अन्त आन्टीको बेड कहाँ छ भने माथि छ हाम्रो बेड माथि छ हाम्रो घर माथि छ अन्त दिमाईको घर तल छ अन्त 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 हाम्रो पापा कहाँ जानु भएको छ नानी पापा मुखमा घरमा जाएको छ ककु घरमै छ आमा घरमै छ हामी घरमै छु अन्त गाइस अन्त हाम्रो अन्त यहाँ घाँसहरू यत्रो भयो छ नि अन्त कति यहाँ घाँस छ कि देमाईको पनि कति घाँस छ कि यति हुन्छ नि अन्त यहाँ तल देमाईको घाँस छ लु जाउँ अब तल गएर बोलौँ ल ल हिँड लु बाई बाई गाइस चलो चलो हेलो गाइस हामी तल जाँदैछु त्यसैको हामी तल जाने बाटो हेर्नु गएको अन्त मेरो मकै छ अन्त के मकै पक्ने अहिले टिपेर ल्याउँछ कि मकै दाम भनेपछि ल मकैको दाम छ अन्त पैसाहरू यहाँ कति छ हामी नाटेको छु कि तल अन्त गाइस अब तपाईँ बोल्नु हैन अन्त यहाँ फुल टिप्दैछु म यी फुल कति दामी फुल छ यहाँ फुली राखेको छ कि यहाँ कति छ तल पनि यस्तो यहाँ पनि छ तपाईँ पनि चुटाउनु न हिँड न मैले फ्याँक्दै फुल होइन अन्त घाँसहरू अन्त हामी यहाँ नाचेको छु हामी यहाँबाट जाँदैछु यहाँबाट यहाँ भगवान् देखाउनु त भगवान् एकदमै यहाँबाट होइन देखाउनु त भगवान् कता छ अरे भगवान् ए तुलसीको मोडलाई चाहिँ भगवान् छ भनेको र भन्दो रहेछ उसले त लु हिँड बाई 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 भगवान् होइन अब यहाँ तल नाटेको छु कि यहाँ यो फुली आएको छ यो देखाउनु न यो पनि लु यहाँ पनि तल र भर्खर रोपेको रहेछ कि फुलिरहेको पो हुनु अरे हजुर अन्त यहाँ फुल हेर्नु फुल त हाम्रो पनि छ कि फुल त्यसैको हामी फुली ल्याएको रहेछ यहाँ फुलिरहेको छ यहाँ पनि रहेछ हामी चाहिँ चट्टै दाजुको घरमा आइपुग्यौँ र यहाँनिर चाहिँ मजाले फुल्न आँटेको रहेछ फुल हो यहाँनिर ढ्याम्मै फुल थियो फुल हटाउनु भएको रहेछ यहाँनिर इजिलिया फुल्न आँटेको छ चट्टै पारेर यहाँ अहिले किचन छ अनि यहाँनिर चाहिँ डेजी हो यो फुलको नाम चाहिँ अनि यो फुललाई चाहिँ हामी मुलापाते भन्छौँ नाम थाहा छैन अनि यो फुलको नाम चाहिँ क्यालेन्चु हो यसको थुप्रो भेराइटी हुन्छ दामी दामी यहाँनिर चाहिँ कति ठुल्ठुलो चाहिँ अब एन्थोरियम छ भने नि ए अहिले अलिकति थाकेको रहेछ फुल कि अब म तपाईँहरूलाई एउटा चिज देखाउँछु हेर्नुहोस् है त यहाँ हेर्नुहोस् अब यो फलको कसले चिन्नुहुन्छ तपाईँहरू ए टन्नै फलेको छ हो पहिला हामी चाहिँ जङ्गलमा पुरा घाँस दाउरा गर्न जाँदाखेरि जङ्गलमा भेट्थ्यौँ यो चिज चाहिँ त्यही चाहिँ राम्रो लागेर चाहिँ टिपेर ल्याएर घरमा रोपेको सिनको लागि होइन तर यसलाई चाहिँ हामी यसको नाम खास नाम के हो साइन्टिफिक नेम के हो थाहा छैन तर हामी चाहिँ यसलाई दमै गेडा भन्छौँ हजुर दमै गेडाको मुखमा खानु हुँदैन कसो अरे दमै गेडा खानु हुँदैन खानु हुँदैन मोर्छ पता मान्छे
यसलाई चाहिँ हामी दमे गेडा भन्थ्यौँ, खास नाम चाहिँ के हो थाहा भएन। खानुपर्छ हौ एउटा। यो खाने हो? यहाँ हेर्नुहोस् त गाइस, अब यो खाएको क्या। मिठो भएन नि। यहाँ फुल फुल्दैछ कि, यहाँ पनि हेर्नुहोस्। यो चाहिँ आरुको रुख हो। यस्तो राम्रो आरु फल्छ कि कुनै समयमा यहाँनिर म देखाउँछु तपाईँहरूलाई। अनि यहाँनिर चाहिँ रहेछ फ्याक्रे। फ्याक्रे भन्छ यसलाई चाहिँ, बेतगेडा पनि भन्छ। यो हेर्नुहोस् हाम्रो अर्ग्यानिक किचन हो। यहाँनिर चाहिँ हाम्रो घरभित्रै यस्तो छ नि। अस्ति यहाँनिर ड्याममै धनियाँ थियो, धनियाँ सकिएछ, अन्त लसुन फुल खेलेछ हो। अब यहाँ हेर्नुहोस् तपाईँहरू, कम्तीको पनि यहाँ चाहिँ 2 केजी चाहिँ टमाटर फलेको छ। भएको जति सबै पाकेछ। कतिवटा फलेको छ हेर त। 1 2 3 4 6 7 8 9 10। अब यहाँ यो पनि म देखाउँछु। यहाँ पनि फुलिरहेको छ। यसको नि के हो रे? म त त्यसै खोर्सानी। यो चाहिँ भर्खर बारीबाट टिपेर ल्याएको साग हो। हामी चाहिँ अब फर्केको दाजुको घरबाट। होइन नि, के बोक्नु भएको छ देखाउनु न। के हो? ए मटर जस्तै खोर्सानी। नानीलाई अब लामो कपालको चाहिँ कति चाहिँ रहर होला हेर्नु न। अब हो कपाल बनाएको अरे त्यो चाहिँ अब उसले आफै रुमाल बाँधेर। म चाहिँ अनि टक्कै घर आइपुगेँ यहाँनिर हो। यो चाहिँ हाम्रो घर हो। बहिनी अघि आइपुगेको छ। अनि यहाँ चाहिँ हाम्रो छ माछाको कुवा। यो चाहिँ हामीले माछा पालेको। यो चाहिँ ग्रिन हाउस हो। यो समथार हाम्रो लागि चाहिँ यो चाहिँ फाउन्टेन हो। माछा सानो सानो देख्दैछ। अनि चाहिँ यहाँनिर हाम्रो गाईले चाहिँ ब्याएको छ। बहिनीको साथीहरू आएको छ। कस्तो राम्री गाई छ हो। यसको यो चाहिँ झुलीमाली परेको ब्याए रहेछ यसपालि चाहिँ हो। अन्त सेतो हो। भैलेनी आयो आँगनमा, कुराली डाली राखामा। ए औँसीको दिन घाइतेहरू भैलो। म जान्छु ल। म जानु। बाई बाई।